आजको हाम्रो भलागास पनि स्टार्ट भइसकेको छ अनि केटाकेटी कस्तो लुकेर बसिरहने यार ओ माय गॉड कता हो शनिबार हो त शनिबार कुना 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 बस्छ भने यार किन यसरी बस्या त बुझ्नै सक्दिन है अब हामी एकछिन घुमिसक्यौँ टिकटक बनाउँछौँ अनि होस् केही झाडी भने बच्चा बच्चीको खेल होइन हाम्रो त लेजेन्ड हो तर बाइक चाहिँ कहाँबाट छिरा यिनीहरूले भनेको खानतिर जान्छौँ खाजा खाइसकेपछि पनि हामी के खान्छौँ कसो खान्छौँ त्यो त अब देखिजानुहुन्छ तपाईँहरूले अनि हाम्रो च्यानललाई नयाँ हुनुहुन्छ भने कृपया हामीलाई यस्तो सपोर्ट गर्नुहोस् माया देखाउनुहोस् है अनि अब तरकारी खानुहुन्छ भने सम्पर्क गर्नुहोस् तितेपातीको खाती टन्नै छ ल टिकटकमा देखेको थिएँ कि तरकारी खाएको मिठो हुन्छ अरे त्यसले त हरेक कुरो उठाउँछ अरे नि त फेरि कसम भनेको तिमीलाई के त ल ल मिठो हुन्छ अरे यो ल अब एकछिनपछि भेटौँला ल ओके हामी चाहिँ सपिङ गरेर बाहिर निस्किसकेका छौँ यतातिर त पुरै सपिङ गर्ने बस्ने हिँड्ने ट्याक्क र अनि यतातिर नजिक छ मेरो दाइ के लानुहुन्छ होला जेन्ट्सको लाइन के छ हेर्दिम त दाइ हाफ प्यान्ट छ हेरौँ त हाफ प्यान्ट यस्तो सेटमा हुन्छ दाइ यहाँ चाहिँ हामी भिरकुटे मन्डप भित्र छिरिसकेको थियौँ काठमाडौँको चाइनिज मार्केट जस्तै हो यहाँ चाहिँ सबैजना आउने तलबाट चाहिँ अनि खिच्ने बस्ने हेर्ने यतातिर चाहिँ ट्याक्क लगाएर अनि सामान किनिसक्यो होइन अब हामी यहाँ बाहिर निस्किन्छ धेरै गर्मी भइरहेछ यहाँबाट टक्क बाहिर सिरानी जाने हो काठमाडौँको चाइनिज मार्केट यो ल हो परसम्म माथि हेर्दा चाहिँ कस्तो गर्मी जस्तो देख्छ तर खासै गर्मी चाहिँ रहेनछ घुमफिर गरेर र टी सर्ट त बाहिर लिउँ है टी सर्ट त बाहिर लिउँ है टी सर्ट त खासै पाइनौँ हामीले भने यस्तो राम्रो क्वालिटी नपाउने र यसो घुम्नु हिँडेको अनि भ्लग पनि हुन्छ कि भनेर भ्लग पनि बनायो एक दुईवटा सामान पनि किनेर सानोतिनो अनि हामी बाहिर निस्क्यौँ अब पार्किङतिर जाँदैछौँ बुढिन पछि आइरहनु भएको छ बाइक पार्किङ गर्दै त्यो माथि हो तर हामी चाहिँ धेरै तल आइरहेछौँ तर पानी पऱ्यो भने चाहिँ त डुबान चाहिँ नहुँदो रहेछ कि हो गहिरै भए पनि ल वा सिन त भोपाल छ यार तिमीलाई देखिरह यहाँ आधी पारा ल अब हामी बाहिर निस्किन्छौँ फेरि के गर्छौँ थाहा भएन ओके